ट्विन्सको मम्मी भएपछि दिमाग पनि यति चलाउनु पर्छ नि एकजना बिरामी भएर औषधि खुवाउँदा अर्को पनि म पनि खाने भनेर झगडा गर्दैछन् हेर्नुस् त अब बिरामी नभइकन औषधि दिने कुरा त भएन त्यही भएर दिमाग लगाएर जुसलाई नै औषधि भनेर दिनु परिरहेको छ यता मैले जुसलाई चाहिँ औषधि भनेर चुक्याएर खुवाउन लागेको छु तर अहिले यति बाठो भइसक्यो कि मैले कहिलेकाहीँ चाहिँ पानीलाई औषधि भनेर दिने कुरा पनि थाहा छ सो पानी हो भनेर पनि सोध्छ र जुस हो भनेर पनि थाहा पाउँछ आजकल त My condition as a twins mom. Happy? Yes, sir. होइन औषधि हो बाबु पनि सेम औषधि खा मिठो छ